म जर्मन ल्याङ्ग्वेज बिना पनि जर्मन आएको भनेर कसैले भन्यो भने त्यस्तो मान्छेहरूलाई चाहिँ सबैभन्दा पहिला ब्लक गरिहाल्नुहोस्। किनभने आजकल चाहिँ टिकटकमा देखिरहेको हुन्छ कतिपयले चाहिँ यस्तै खाले एडभर्टाइजहरू गरिरहनुहुन्छ, जर्मन ल्याङ्ग्वेज बिनै पनि जर्मन पठाइदिन्छौँ म आउसबिल्डिङ भिजामा। नो, द्याट्स कम्प्लिटली फल्स। किनभने हुन्छ होला यस्तो कुनै केसहरू जहाँ जर्मन ल्याङ्ग्वेज बिनै पनि जर्मन आउनु मिल्छ, म आउनै मिल्दैन भन्दिनँ। तर पनि यदि तपाईँ आउसबिल्डिङ गर्न आउँदै हुनुहुन्छ भने चाहिँ सबैभन्दा पहिला चाहिने भनेको जर्मन ल्याङ्ग्वेज नै हो। र जर्मन ल्याङ्ग्वेजमा पनि A1 A2 होइन कि B1 B2 लेभलसम्मको सर्टिफिकेट चाहिन्छ। यदि तपाईँसँग त्यो सर्टिफिकेट छैन भने चाहिँ तपाईँ चाहे जतिसुकै एलिजिबल हुनुहोस् एकाडेमिक लेभलमा, तपाईँ जर्मनको बारेमा बिर्सिँदा पनि हुन्छ। तपाईँले जर्मन भिजा अप्लाई गर्नै पाउनु हुँदैन। त्यो कारणले गर्दाखेरि यदि कसैले यस्तो हल्ला फैलाइरहेको छ भने चाहिँ विश्वास नै नगर्नु होला। यदि तपाईँ जर्मनी आउन चाहनुहुन्छ भने तपाईँको सबैभन्दा पहिलो स्टेप भनेको यदि तपाईँसँग एकाडेमिक क्वालिफिकेसन छ भने जर्मन ल्याङ्ग्वेज जोइन गरिहाल्नुहोस्। जर्मन ल्याङ्ग्वेज बिना चाहिँ तपाईँ जर्मनी आउसबिल्डिङ भिजामा आउन चाहिँ पाउनु हुँदैन।